नमस्ते। आज हामी चाहिँ दुबईमा मुक्ति मनोज फिल्म प्रालीको चाहिँ पहिलो सौगातको चाहिँ प्रिमियर सो गर्न गइरहेका छौँ र यस सोमा चाहिँ हामीले चाहिँ जम्मा गर्दा चाहिँ 300 जना जतिको चाहिँ अपेक्षा गरेका छौँ, किनकि हाम्रो दुबईमा चाहिँ अब भनौँ धेरै बाधाहरू अडचनहरू हुँदा पनि हामीले चाहिँ यो फिल्ममा चाहिँ अझै सशक्त ढङ्गको तरिकाले चाहिँ हामी चाहिँ अगाडि बढ्नको लागि चाहिँ आज चाहिँ हामीले यो आजको दिन जो छानेको छौँ, यो दिन चाहिँ हाम्रो लागि आज धेरै नै शुभ दिन रहेको महसुस गरेको छु। किनभने हामीले बिहान एउटा हाम्रो टोटल चाहिँ जम्मा 3 सो गर्ने प्लान छ। बिहानको 10 बजीबाट प्रिमियर सो, अनि दिउँसो 1:30 बजीको एउटा सो र अन्तिम सो चाहिँ बेलुका 4:30 बजे राख्ने। किनकि हामीले यो 3 सो किन गर्न खोजेको भन्नुहुन्छ भन्दाखेरि ठाउँको चाहिँ अलिकति त्यसमा धेरै सिटको क्षमता नभएको कारणले गर्दा चाहिँ हामीले चाहिँ अलिकति त्यही भएर 3 सो गर्न गइरहेका छौँ र आशा छ सम्पूर्णले यो फिल्मलाई मन पराइदिनु हुनेछ र केही गल्तीहरू र सुझावहरू भएको चाहिँ उहाँहरूबाट चाहिँ हामीलाई चाहिँ फिडब्याक दिनु हुने हार्दिक अनुरोध गर्दछौँ। साथै यो चलचित्र चाहिँ हामीले एउटा चाहिँ गुरुङ भाषा चाहिँ हामी चाहिँ आधार मानेर चाहिँ बनाएको, किनकि आजकल मान्छेहरू सबैजना चाहिँ आफ्नो भाषा कमर्सियल हिसाबले गएको जस्तो लागेर चाहिँ हामी दाजुभाइ मुक्ति मनोजले चाहिँ यो कसरी हुन्छ हाम्रो मासिनेको भाषा चाहिँ जोगाउनुको हिसाबले पनि हामीले यो फिल्म तयार गरेको हो र म पनि यस फिल्ममा म पनि एउटा सानो कलाकार, एउटा लाटोको रोलमा चाहिँ पहिलोचोटि क्यामेरा फेस गर्दैछु। आशा छ सायद सबैले मेरो यो रोललाई मन पराइदिनुहुन्छ भने धेरै आशा लिएको छु र भविष्यमा अझै योभन्दा धेरै राम्रो फिल्महरू बनाउन सकुन् भन्ने पनि हाम्रो प्रेसोदी आजि मासु चाहिँ म बिन्ती गर्दै यहाँबाट बिदा माग्न चाहन्छु। धन्यवाद। नमस्कार सम्पूर्ण दर्शक महानुभावहरू, मेरो नाम महेश गुरुङ उर्फ प्रीतम र आज यस 27 मार्च 2015 मा हामी यस दुबईमा कार्यरत सम्पूर्ण वासीहरूलाई एउटा तमु चलचित्र नाम दिएर हामीले निर्माण गरेका थियौँ, जुन मुक्ति मनोज फिल्म प्रोडक्सन ब्यानरबाट हाम्रो मुक्ति दाईको फाउन्डर हुनुहुन्छ त्यसको र प्लस हाम्रो नीलकुमारी गुरुङ, नीलकुमारी तमिस्यो र मेरो सहकार्यमा निर्माण गरिएको चलचित्र थियो, जुन आज यहाँ हामीले प्रिमियर सो गर्न गइरहेका थियौँ। आज गरिएको प्रिमियर सो सफलपूर्वक भएको जस्तो मलाई लागिरहेको छ, जसमा हाम्रो सम्पूर्ण यहाँका कार्यरत सम्पूर्ण तमु तथा गैर तमु साथीहरू, नेपाली दाजुभाइहरूलाई हेरिदिनुभयो, मनोरञ्जन दिनुभयो, राम्रो प्रतिक्रिया पनि दिएर जानुभयो। साथसाथै हामीले यसलाई रिलिज अगाडि बढाउने क्रममा हामीले यस्तै गरेर जेठको 9 गते पनि पोखरामा देखाउने जमर्को गरिरहेका छौँ र साउन महिनामा काठमाडौँमा प्रदर्शन गर्ने जमर्को गरेको। त्यसरी नै गर्दै लस्करै हामी विदेशतिर पनि, जस्तै विदेशतिर कुवेत, कतार, युकेतिर पनि हामीले देखाउने जमर्को गरिरहेका छौँ। आज आउनु पाल्नु भएको सम्पूर्ण दर्शक महानुभावहरूलाई आज विश्वमा उपस्थित भइदिनु भएकोमा मेरो हृदयदेखि नै सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। साथै आजको यस्तो फिल्म जुन साथी फिल्म छ, यो चाहिँ हामीले एउटा हाम्रो तमु वेशभूषामा हाम्रो संस्कृतिमा, भाषा र संस्कृतिमा आधारित हामीले एउटा फिल्म बनाएका थियौँ। आशा गर्दछु अब जहाँ पनि प्रदर्शन हुन्छ त्यहाँको सम्पूर्ण तमु दाजुभाइ दिदीबहिनी प्लस गैर तमु दाजुभाइ दिदीबहिनीहरूलाई पनि मन पराइदिनु हुनुहुन्छ भन्ने अपेक्षा राख्दछु। हस्त धन्यवाद।
भाषामा रहेछ, संस्कार संस्कृति रहेछ, एकदम आउँला यिनीहरूलाई चाहिँ धेरै धन्यवाद छ। तपाईँले नमस्ते, फिल्म कस्तो लाग्यो तपाईँ? फिल्म साह्रै रमाइलो छ, राम्रो फिल्म एकदम राम्रो छ है, साह्रै राम्रो लाग्यो। अलिकति भने तुक्क मान्छे रोयो है। मलाई एकदमै राम्रो लाग्यो। एउटा संस्कृति दिदाइको एक्टिङ एकदमै राम्रो लाग्यो। एकदम राम्रो लाग्यो। एकदम राम्रो लाग्यो। कमी कमजोर त्यस्तो केही छ भने प्रतिक्रिया दिइदिनु होला, सल्लाह सुझाव दिइदिनु होला। हामी आगामी चलचित्रहरूमा एउटा मसलाको रूपमा सुधार गर्ने कोसिस गर्छौँ। बुझेपछि त तपाईँले सजिलै भयो होला बुझ्नको लागि। अब त्यसो कमी कमजोरीहरू अथवा कस्तो लाग्यो कि तपाईँले मनोरञ्जन पाउनुभयो कि नै? गाउँको याद आयो नेपालमै बसेर हामी बसेर हिँडेको धन्यवाद। म एकदम खुसी हुनुहुन्छ? खुसी छु किनकि उहाँले पहिलो प्राइज पाउनुभएको। हजुर हजुर पहिलो प्राइज कति राम्रो बनाउनु, एकदम खुसी छु। उहाँलाई फेरि पनि अझै पनि एउटा राम्रो हजुर धन्यवाद। यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। आधारित चलचित्र हेर्नुभयो, यहाँलाई कस्तो लाग्यो? गुरुङ भाषा जस्तो लाग्यो। नेपाली साधारण सर्वसाधारण नेपालीले पनि बुझ्ने खालको एकदम राम्रो छ। तपाईँको पहिलो फिल्म भइकन पनि तपाईँको यो छायाङ्कन हो, तपाईँको टेक्निसियन सबै एकदम मिलेको छ। त्योभन्दा पनि राम्रो तपाईँको ब्याकग्राउन्ड सिन जुन त्यो गते गाउँ साह्रै राम्रो एकदम बेस्ट हो। इन्टरटेनमेन्ट छ एकदम एकदम। हाम्रो कमी कमजोरीहरू केही छ भने आउलाइदिनुहोस्। त्यसमा अलिकति के छ हेरेको चाहिँ अलिकति ओभरेज हजुर अलिकति कम हजुर हुन्छ। धेरै खुसी लाग्यो। नमस्ते, हजुरको शुभ नाम? दिदी गुरुङ। आधुनिक चलचित्रभन्दा त्यति साह्रै खुसी लाग्यो। यस्तो छ अर्को भाषा संस्कार संस्कृति अलिकति विषमतामा छौँ किनकि प्रत्येक गाउँमा माया भिलो चोखो बिलो चोखो। मेरो नाम डम्बर सायद दुबईमा चलचित्र हेर्नुभयो? हजुर। त्यो माथि गुरुङ कथावस्तुमा आज 15 वर्ष भयो दुबईमा बसेको। म अहिलेसम्म सिनेमा हलमा गएको थिइनँ। हजुर। तर मेरो आफ्नै एकदम आत्मीय मित्रले बनाउनु भएको फिल्म भएर म चाहिँ हेर्न आएँ। तर फिल्म एकदम राम्रो छ किनकि त्यसमा नेपाली भाषामा चाहिँ गरेको छ। हजुर। त्यस भएर चाहिँ मैले पुरापुर फिल्म बुझेँ। अहिलेको उसमा चाहिँ हाम्रो अलिकति तडक भडक फिल्म छ तर खालि एउटा गाउँले मान्छे भएको हुनाले गाउँमा आधारित फिल्म बनेको हुनाले चाहिँ मलाई चाहिँ एकदम मन पऱ्यो। गुरुङ भाषामा आधारित भए पनि नेपालीमा चाहिँ सब गरेको हुनाले मलाई चाहिँ धेरै खुसी लाग्यो र मैले मौका पाएँ। त्यो नभइकन हाम्रो गाउँमा के घटना घटिरहेको छ त्यो चाहिँ तथ्य सत्य कथामा आधारित फिल्म जस्तो लाग्यो मलाई। त्यो हो नै, त्यही भएर मलाई चाहिँ आफ्नो आत्मादेखि म भन्छु यो आफ्नो साथीले बनाएको भएर मात्र होइन कि यो फिल्म साँच्चीकै राम्रो छ र भविष्यमा यो चल्छ। तपाईँहरूलाई चाहिँ धेरै धेरै शुभकामना। यो नेपाली फिल्महरू मैले अब यहाँ नहेरे पनि नेपालमा हेरेको छु, कुनै पनि टुङ्गिएको हुँदैन। तर यो फिल्म चाहिँ साँच्चीकै सानो कथा भए पनि यसमा टुङ्गिएको छ। त्यही भएर चाहिँ मलाई चाहिँ मेरो आफ्नो व्यक्तिगत उसमा चाहिँ त्यति लाग्छ। तर मैले पहिलोचोटि हेरेँ पनि मेरो आफ्नो नेपाली झल्काउने एउटा देखेँ। अनि एउटा म गाउँको पक्का गाउँको मान्छे भएको हुनाले यो फिल्म चाहिँ मलाई चाहिँ आत्मदेखि नै हाम्रो पनि साथ रहनेछ। धेरै धेरै धन्यवाद र हजुरहरूलाई धेरै धेरै शुभकामना। राम्रो प्रगति होस्।
र खास भने अब हाम्रो गुरु पिक्चर खास कुरा अब त इन्डियन मुभीमा त धेरै फरक हुन्छ अब इन्डियन मुभी जस्तो त हामी चाहिँ बनाउन सक्दैन हामीहरूले तर पनि गुरु पिक्चरमै एकदमै राम्रै छ गुरु भाषामा हो चाहिँ गुरु कल्चरमा बनाएको चाहिँ पिक्चर यो राम्रो छ यो पिक्चर चाहिँ राम्रो भन्न सकिन्छ चाहिँ उनीहरूले अमृत भीसे विष पीना छुट्टे दीना वास्तवमा मैले भन्नुपर्दा अब मैले जुन यो गुरु फिल्म गहते गाउँमा संस्कार संस्कृति झल्किएको देख्दाखेरि पनि खुसी लाग्यो बिलो चोखो आधी क्यारी पिसियाबा खैली चोखो मो माया खैले चोखो मो भिलो चोखो मो माया भिलो चोखो सम्पूर्ण तमु दाजुभाइ तथा दिदीबहिनीहरू म भीम गुरुङ तमु पेलो सङ्घको महासचिव यहाँ सबैलाई हार्दिक निमन्त्रण तथा स्वागत गर्न चाहन्छौँ। आज हामीले तमु पेलो सङ्घको आज मुक्ति मनोज फिल्म प्रालीको ब्यानरमा बनेको पहिलो चलचित्र थ्रु अर्थात् साथी फिल्मको प्रिमियर शो गरिरहेका छौँ यस दुबईको एभरेस्ट इन्टरनेसनल होटेलमा र यहाँहरू सम्पूर्णले पक्कै पनि तमु चलचित्र ठुलै हेर्नुहुनेछ र मन पराउनुहुनेछ भन्ने सन्देश दिन चाहन्छु र यो चलचित्र हेरिसकेपछि यहाँले कम्प्लिमेन्ट गर्न अनुरोध पनि गर्दछौँ किनकि गुरुङ भाषामा बनिएको चलचित्रमा तपाईहरूले हिन्दी चलचित्र हलिउडको चित्रसँग कम्पेरिजन नगरिदिनु होला। तुलनात्मक रूपमा प्राविधिक कमी कमजोरी हुन सक्छ यदि भएको खण्डमा माफ दिनु होला र यहाँले सल्लाह सुझाव दिनुभयो भने आगामी दिनहरूमा हामीले मुक्ति मनोज फिल्म प्रालीको आगामी चलचित्रहरूमा पक्कै पनि सुधार्ने कोसिस गर्नेछौँ। यो चलचित्र एकदम मार्मिक दुःख सँगसँगै संयोगात्मक चलचित्र हो र यसमा केही कमी कमजोरीहरू नभएका होइनन्। मैले पनि धेरै थोरै अनुभूति गरिएको छु र यस चलचित्रको राम्रो पक्ष भनेको गुरुङ संस्कृति र हाम्रो पर्यटकीय गाउँ गहती लगायत जुन मुस्ताङ जिल्लामा छायाङ्कन गरेको दृश्यले हामीलाई मनमोहक दृश्यले हामीलाई मन्त्रमुग्ध बनाएको छ। यसै गरी चलचित्रको जुन वियोगात्मक कथाहरू अगाडि बढ्दै जाँदाखेरिको क्षणहरूमा कतिपय दर्शकहरूलाई आँसु झरेको अवस्थामा पनि देखियो तर लास्टमा अन्तिममा गएर यो चलचित्र संयोगात्मक चलचित्र भएको कारणले गर्दाखेरि दर्शकहरूले धेरै मन पराएको अनुभूति मैले गरेँ। गुरुङ चलचित्रहरूमा खेल्ने सुकलाल बुवाको भूमिका छ त्यो एकदमै सराहनीय छ। साथै बहुप्रतिभावान कलाकार जुन मनोज गुरुङले गायनदेखि लिएर सङ्गीतदेखि लिएर कथा पटकथा निर्देशन नृत्य सबै उहाँले आफूले गर्नुभएको छ। यसमा
निष्ठा गुरुङको भूमिका पनि सशक्त छन्। त्यसै गरी नयाँ कलाकार भारती, लक्ष्मी, तारा लगायतका बहिनीहरूको भूमिका एकदमै राम्रो छ, एकदमै राम्रो अभिनय गरेको छ र यस राम्रो लाग्यो। सायद हजुरहरूले पनि एकचोटि हेर्नु होला, सायद हजुरहरूलाई पनि धेरै राम्रो लाग्छ हैन। अनि यसमा सबै आफ्नो गुरुङ संस्कृति अनि के सबै झल्किएको छ र गुरुङहरूको के संस्कृतिमा के गर्नुपर्छ, के गरिन्छ, गाउँ घरमा बसेर के रीतिरिवाज गर्छ र के गर्नुपर्छ भन्ने त्यसमा सबै छ र साथी भनेको के हो त्यसको बारेमा यस्तो राम्रो छ। तर मलाई एकदम राम्रो लाग्यो मेरो दाइको फर्स्ट फिल्म। हजुरहरूले पनि एकचोटि हेरिदिनु होला र कस्तो लाग्छ भनिदिनु होला। धन्यवाद। पहिलो प्रस्तुति जुन हामीले चाहिँ आज दुबईमा प्रिमियर सो गर्न पाउँदा चाहिँ एउटा एकदमै हर्षोल्लास खुसी भइरहेको अनुभव भइरहेको छ र यो फिल्ममा चाहिँ हामीले चाहिँ अब आफूले भनौँ न आफ्नो अहिले सबजना अब भाषालाई छोडेर चाहिँ नेपाली बनतिर चाहिँ लागेको हुँदाखेरि हामीले चाहिँ आफ्नो भाषा र चाहिँ जोगाउने भन्नेमा चाहिँ हामीले चाहिँ यो फिल्म बनाएको पहिलो दाजुभाइ मुक्ति र मनोज मिलेर चाहिँ हामीले फिल्ममा हात हालेको र अब हेर्दै जाउँ हजुर अब र सम्पूर्ण दुबईमा जति पनि हुनुहुन्छ तमुसँग तमु पेलुसँग लमजुङ सङ्घर्ष समितिका सम्पूर्ण चाहिँ साथीहरूबाट जुन आज जुन यो हाम्रो फिल्मको चाहिँ प्रिमियर सोमा साथ दिनुभयो त्यसको लागि म फेरि पनि उहाँलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। र अब हाम्रो कुरा आयो यो फिल्ममा चाहिँ अब आज जसरी जुन आज दुबईमा चाहिँ हामीले जो सोलाई चाहिँ सक्सेसफुल बनाउन सक्यौँ भोलि लगत्तै भोलि हाम्रो चाहिँ नि लमजुङ जिल्ला सदरमुकाम बेसरमा चाहिँ नि जिल्ला विकास समितिको मञ्चमा चाहिँ सो गर्न गइरहेको यहाँहरू समक्ष चाहिँ जानकारी गराउन चाहन्छु। आशा छ सबैजना चाहिँ एकचोटि गएर हेरिदिनु खासै भने यो मेरो पहिलो पर्दाको अगाडि चाहिँ मेरो पहिलो डेब्यू चलचित्र हो, मेरो डेब्यू चलचित्र हो। यो पनि कसरी एउटा भाइले चाहिँ नि दाइलाई म एउटा चाहिँ मेरो दाइलाई पनि भनौँ न मान्छेको सामु एउटा चिनाउँछु केही अब लिडिङ रोल जस्तो दिएर चाहिँ दाइलाई पनि अगाडि ल्याउँछु भन्ने चाहिँ मनोज भाइले चाहिँ जुन उहाँले मलाई यो मौका दिनुभएको छ नि त्यसमा हुन त मैले जिन्दगीमा मैले यस्तो एक्टिङ गरेको पनि थिएन।
जुन यो एउटा मेरो एक्टिङ चाहिँ एउटा लाटोको भूमिका जुन गरेको छु नि मलाई चाहिँ जोस आफूलाई चाहिँ नि भनौँ न प्लस र मेरो एउटा बाजे हुनुहुन्थ्यो काहीँले बाजे हुन्थ्यो उहाँ लाटो हुन्थ्यो मैले त्यो बाजेको चाहिँ सम्झनु म त्यो बाजेले मलाई एकदम माया गर्नुहुन्थ्यो र भोलि चाहिँ बाजेको यादमा पनि मैले चाहिँ एउटा जीवनीसँग जोडेको कथावस्तु त्यसमा चाहिँ छ। मेरो काइलो बाजेले मलाई एकदम माया गर्नुभयो उहाँले चाहिँ अब बिचरा बाटो मान्छे हो होइन गोठमा बसेको चाहिँ उहाँले चाहिँ हामीले चाहिँ बच्चाहरूलाई चाहिँ ल्याएर चाहिँ के अरे ऐसेलेहरू काफलहरू टिपेर एकदम माया गर्नुहुन्छ त्यो यादहरू चाहिँ म चाहिँ के गर्ने त भन्दाखेरि मैले बाजे लाटो हुन्छ बाजेको यादमा चाहिँ म लाटेको रोल चाहिँ भाइलाई बाँकी चाहिँ उहाँलाई चाहिँ धेरै हजुर यहाँ त युईमा बुद्धिजीवी समाजसेवी पनि हुन्छ सबैको अघि त्यसै पनि वाह भइरहेको अवस्थामा अहिले तपाईँको लाटोको भूमिकालाई धेरै साथीहरूले मन पराउनु भएको छ र भोलिको दिन तपाईँले नेपालमा पनि यतिकै वाह पाउनुहुन्छ भन्ने अपेक्षा गर्नुभएको छ कि कस्तो छ? कस्तो चाहिँ एउटा कलाकार भइसकेपछि चाहिँ कलाकारलाई कि गाली कि ताली भन्दो रहेछ। हजुर जोस आज जुन अन्तिम सो भन्दाखेरि जुन लाटो बोल्दाखेरि चाहिँ सबैजना ताली बजाएर मलाई त्यसमा एकदम खुसी लाग्छ। यहाँलाई धेरै धेरै शुभकामना आगामी दिनमा यहाँको चलचित्र अझै बढोस् लगानीको क्षेत्रमा र कला क्षेत्रमा यहाँको दिलो दिमागले अझै पनि ज्यान दिएर लाग्न सकोस् भन्ने शुभकामना सहित म फेरि निर्माता महेश तमुलाई केही प्रश्नहरू गर्न चाहन्छु। यहाँको अनुभव के छ? नमस्कार, अहिले हेरिरहनुहुने सम्पूर्ण दर्शक महानुभावहरूलाई हजुर अहिलेको आजको यो दुबईको युएमा हाम्रो जुन दुबईमा देखाएको सोको आज रेस्पोन्सहरू देख्दै गर्दाखेरि मलाई खुसी लागेको छ, आफ्नो गर्व पनि महसुस गरेको छु। जुन कि म मुक्ति मनोजको प्लानरसँग आबद्ध भएर उनीहरूसँग मिलेर आफ्नो केही छोटो जस आफ्नो छोटो एउटा नेपथ्यबाट भएर बसेर नै आफूले चाहिँ केही हात हालेर केही निर्माणमा गरेर सहयोग गरेको छु। हजुर यो त यहाँको पहिलो चलचित्र दुबईमा के कति सफल भयो, आजको अनुभव के रह्यो? आजको अनुभव चाहिँ आज जुन चाहिँ सोचे अनुभव थियो त्यही अनुसारले पनि हाम्रो दर्शकलाई दिनुभयो। त्यही हिसाबले सबै आएर उहाँहरूले दिनुभएको पोजिटिभ प्रतिक्रियाहरूले पनि आज एकदम खुसी लागिरहेको छ। सायद आशा गर्दछु अब आगामी हाम्रो जुन रमझुममा हुन गइरहेको छु प्लस पोखरामा हुन गइरहेको काठमाडौँमा पनि सायद त्यहाँ गइरहेको सोमा पनि सायद यसरी नै राम्रो प्रतिक्रियाहरू आउँछ भन्ने कुरो पूर्ण विश्वास लिएको छु। यस अर्थमा युईमा रहनुहुने तमाम दर्शकहरूलाई हार्दिक कृतज्ञता प्रकट गर्दै आगामी दिनमा तपाईँको चलचित्र अझै सशक्त ढङ्गले प्रदर्शन होस् नेपालमा हाम्रो अग्रिम शुभकामना। धन्यवाद। तिमीलाई प्यालास्यो भेस्यो बनेस्यो आदि आदि लासी दुःख बाँडिस्यो तम्की आटा दिँदा नसै नदी मो माया कि बरी माया कि बरी माया कि बरी हो माया कि बरी खै मौनमी क्यों मैना सरी खै मौनमी के मैना सरी खै मौनमी क्यों मैना सरी माया की बरी माया की